चङ्गा उडाउँदा र चङ्गा उडाउन अघि ध्यान दिनुपर्ने कुराहरूको बारे जानु है त। चङ्गा चाहिँ नि कुनैतिर गरुङ्गो या एउटा पुच्छर चाहिँ यस्तो बिग्रेको अर्को पुच्छर यस्तो भएको चाहिँ नि नगर्नु, सकेसम्म बराबर भयो भने चङ्गा राम्ररी उड्छ। सो जब त्यो ढल्केछ त्यसको पारिपट्टि हामीले गुवा खाने। अब गुवा हाल्दाखेरि कोहीले के गर्छ भने कागजलाई नै यसो गुजुरो पारेर यहाँ अड्काउँछन्। त्योभन्दा अझ राम्रो तरिका चाहिँ के हुनसक्छ भने यतातिर जुन छ नि मास्किङ टेप, यतातिर मास्किङ टेप हालिदियो अनि त्यो मास्किङ टेपको गरुङ्गोले यसलाई उत्तिकै बराबर पारिदिन्छ है दुईतिरै। चङ्गामा प्वालहरू हुनु भएन, च्यातिएको हुनु भएन। सानोतिनो छ भन्दा त्यो मास्किङ टेप होइन कागजको टेप लगाएर उडाउन मिल्छ। त धेरै नै छ भने चाहिँ नि त्यो चङ्गा राम्ररी उड्नेवाला छैन, उड्दा च्यातिन पनि सक्छ। अनि यो पुच्छर पनि बराबर हुनु पर्यो, उड्दाखेरि त्यो मजाले उड्न सक्नु पर्यो है। अर्को भनेको यो जुन यो डाँठ छ नि यो बिचको डाँठ त्यो अलिकति धेरै त न त अलिकति लचकको हुनु पर्यो। सिधा छ भने गाह्रो हुन्छ, त्यो राम्ररी उड्दैन, अलिकति लचक हुनु पर्यो। अनि त्यसलाई लचकदार अझ बनाउनको चाहिँ नि लाप्पा या लाफ्पा हान्ने भन्छ। त्यो भनेको यसरी टाउकोमा यसरी गर्ने है। अनि त्यो चाहिँ नि त्यसले अनि हाम्रो चङ्गालाई अलिकति यसरी लचकको बनाइदिन्छ, अलिकति यसरी घुमाइदिन्छ है। यो दुईवटा जुन हाम्रो यो कक्का हालेको थियो नि त्यसको बिचतिर चाहिँ अलिकति घुमाउरो भयो भने यसरी है अझ राम्ररी उड्छ। तपाईँ रमाइलोको लागि चङ्गा उडाउनु मन छ भने या सानो नानीहरू छ भने उनीहरूलाई चाहिँ नि यहाँ पुच्छर हालिदिनु। अनि पुच्छर हालेपछि यो चङ्गा एकदमै ज्ञानी हुन्छ, मजाले उड्छ है, रमाइलो हुन्छ। सिपालु सिस्टर, सबैका लागि उपयोगी ज्ञान।